आज मसँग बनाम गिलो रोटीवाला प्यानकेक। हाई गाइज, सबैजनालाई गुड मर्निङ। अनि आज चाहिँ मैले प्यानकेक बनाउँछु भनेर बनाएको थिएँ, तर बनाइसकेपछि थाहा भयो यो गिलो रोटी जस्तो बनाएछ भनेर। इन्ग्रिडियन्ट्सहरू मात्रै प्यानकेकको, तर आजको चाहिँ मेरो चाहिँ सेप नै बिग्रियो, अलिकति डढ्यो पनि। तर सुरु गरौँ। सुरुमा चाहिँ मैले चाहिँ अन्डा हालेँ, त्यसपछि थोरै क्रस्ट गरेको सुगर, अनि त्यसपछि त्यो के भन्छ दालचिनी, अनि 1 कप चाहिँ काँचो दुध। अनि यिनीहरूलाई चाहिँ मजाले मिक्स गरिसकेपछि चाहिँ मैले चाहिँ हालेँ यो भेनिला एसेन्स। मलाई यसको स्मेल पनि मनपर्छ, त्यस्तो धेरै मन पर्दैन, तर थोरै हाल्यो भने पनि एकदमै मनपर्छ। एकदमै धेरै युज भएको चाहिँ मन पर्दैन। अनि थोरै बेकिङ सोडा पनि हालेँ। अनि त्यसपछि यिनीहरूलाई मजाले मिक्स गर्ने। अनि त्यसपछि त अनि म यसै फुलिरहेको, मेरो जिउ यसै फुलिरहेको, मैदा खाएर त म झन् फुलिन्छु। अनि त्यही माथि मलाई काहीँ कसैलाई खुवाउनु पनि थिएन, म आफैले खानु थिएँ। खानी मैले नै हो, जानी मेरै पेटमा हो भनेर चाहिँ मैले युज गरेँ आटा। घरमै खानलाई त आटा युज गर्यो भने हेल्दी पनि भयो नि त। मैदा त हामीले अब अरू अरू कुराहरूमा पनि खाइरहेको हुन्छौँ, त्यही भएर सकेसम्म चाहिँ मैदा अभोइड गर्न खोज्दैछु म। अनि यसरी पानी छम्केर टिस्यु हाल्नुको रिजन भनेको चाहिँ यो ननस्टिकी प्यान होइन, अनि यो स्टिकी हो, अनि यसरी नटासियोस् भनेर हो कि। अनि मैले यस्तो गर्छु भनेर मेरो एउटा साथीले गुन्द्रुकको अचार बनाउँदाखेरि नि केन्जल साथीले यस्तो गर्थ्यो भनेर पानी हालेको। तिमीले गलत गर्यौ है, खासमा त्यसरी हाल्ने होइन। त्यो गुन्द्रुकको अचार बनाउने बेला पनि तिमीले पानी छम्किन थाल्यौ भने त कुरा बिग्रिहाल्यो नि। मैले पो यहाँ नटासियोस् तल प्यानमा भनेर बनाएको हो त नि। मैले चाहिँ सुरुमा चाहिँ एकदम राम्रो बनाएको थिएँ योभन्दा अघिल्लोचोटि प्यानकेक बनाउँदाखेरि, तर आज त कस्तो बन्यो यो त कस्तो भ्याकुता जस्तै बन्यो क्या, भ्याकुताको सेप जस्तो। तर जस्तो बने पनि मैले नै खानु थियो। यो सेप मात्रै बिग्रेको हो, तर खाँदाखेरि फेरि एकदमै मिठो भएको थियो। अनि लास्टको चाहिँ कस्तो क्युट भएको थियो। अनि मलाई चाहिँ प्यानकेक सिरप चाहिँ खासै मन पर्दैन। अनि त्यसको सट्टामा चाहिँ मैले चाहिँ यो घरको मह युज गर्दैछु। यो चाहिँ मेरै घरको मह हो, मेरो घरको मह। अनि त्यसपछि मैले माथिबाट चाहिँ टपिङ्समा चाहिँ अनार हालेँ। अब आफ्नै घरमा खानालाई त जे छ त्यही कुराले टपिङ्स गर्दा भयो। मलाई चाहिँ जेमा पनि अनार मनपर्छ। अनि तपाईँहरूलाई देखाएँ। बाई बाई।